हेलो साथीहरु, हाम्रो च्यानलमा तपाईलाई स्वागत छ। आज चाहिँ हामी चाहिँ यहाँ पानीपुरी च्यालेन्ज गर्दैछौँ हैन। हामीसँग चाहिँ यहाँ 17 वटा पानीपुरी छ अनि यहाँ बहिनी पनि 17 वटा पानीपुरी छ। हामीसँग चाहिँ पानीपुरीको झोल पनि छ अनि यहाँ पनि छ है। ल अब हामी पानीपुरीको सबै चिज छ, तर अब चाहिँ हामी चाहिँ यो नखोलिकिन राखेको छौँ हैन। कसले छिटो खान सक्छ भनेर गर्नु पर्यो नि त साथीहरु। त्यही भएर चाहिँ अब यो हेर्नुस् ल कसले छिटो सक्छ है। अनि यसको लागि चाहिँ पनिसमेन्ट चाहिँ के राख्ने होला तपाईहरुले भन्दिनु है। ल हामीले के राख्ने भन्दाखेरि पनिसमेन्ट चाहिँ एउटा गीत गाउँ लास्टमा। ल अब खासै त्यस्तो पनिसमेन्ट केही छैन, गीत चाहिँ सुन्नु होला है। भन्न मिलेन कसले हाल्छ त्यसैले गीत सुन्नु होला। ल स्टार्ट गरौँ है। पानी पिन्छ हातले हाल्नु हुन्छ के यो हुन्न त। गीत चाहिँ निकै राम्रो गाउँ लाग्छ है फुल्यो। पुग्यो के भएको यस्तो जसरी भ्याउनै पर्यो है। दामी गीत आउँछ नै अब पानी छ है यहाँ। च्यालेन्ज हुनु त च्यालेन्ज भनेपछि चाहिँ च्यालेन्ज हो भने चाहिँ अर्को डर हुने कि फेरि रिजल्ट आउनुलाई जस्तो कि साथीहरु। साथीहरु हामी हुन्छ साथीहरु पानी पनि सक्नु पर्छ पानी पनि पानी पनि सक्नु पर्छ। लास्ट पिरो साथीहरु ल फाइनली मैले चाहिँ जिते। अब चाहिँ पनिसमेन्ट पुरा गर्ने चाहिँ बहिनीको जहिले पनि पनिसमेन्ट पुरा गर्ने चाहिँ उनी हुन्छन्। हेर्नु साथीहरु खान सक्यो नि 17 वटा पानीपुरी भनेको नि त धेरै हो नि त एकदम। तर क्याम्पमा चाहिँ सानो सानो देख्यो तर पानीपुरी चाहिँ ठुल्ठुलो थियो। अनि म चाहिँ यहाँ पानी पनि सकिसक्यो। ल हेर्नुहोस् एउटा गीत जस्तो भयो।
थपडी बजाऊ जुनीबाट लाउने खोजन्ती लहरेको फाँसी लौने माछा जाँदै भइगुनी नभई नहुने साथीहरूको पनिसमेन्ट चाहिँ पुरा भयो है। हाम्रो हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्छ अनि तपाईँहरूलाई मन पर्यो भने हाम्रो भिडियोलाई लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। हामीले फेरि पनि नेक्स्ट टाइम यस्तै यस्ता भिडियोहरू लिएर आउँदैछौँ। अहिलेलाई बाई बाई साथीहरू, बाई बाई।